सबैजनालाई नमस्कार। आजको यस भिडियोमा चाहिँ हामीले क्रस ड्रेनेज स्ट्रक्चरको डिजाइनको बारेमा विस्तृत एउटा न्युमेरिकलको माध्यमबाट बुझ्नेछौँ। अब यो न्युमेरिकल गर्दाखेरि चाहिँ यसको आज मैले तपाईहरुलाई न्युमेरिकल मात्र नभए यसको जुन प्र्याक्टिकली हामीले चाहिँ रियल लाइफमा यसको डिजाइन चाहिँ कसरी गरिन्छ भन्ने कुरा चाहिँ म तपाईलाई भिडियोको अन्तिममा बुझाउँछु। सर्वप्रथम त हाम्रो अब क्रस ड्रेनेज स्ट्रक्चरहरुमा चाहिँ अब कति बेला हामीले क्रस ड्रेनेज स्ट्रक्चरहरु बनाउनु पर्छ हैन। अब तपाईको क्यानल र हाम्रो जुन नेचुरल ड्रेनेज हुन्छ रिभर अथवा स्ट्रिम हुन्छ तब जब दुईटा जुन क्रस हुने अवस्था हुन्छ तब हामीले चाहिँ कसरी पास गराउनु पर्छ भन्दाखेरि क्रस ड्रेनेज स्ट्रक्चरको कन्स्ट्रक्सन गरेर अब यो कसरी क्रस गर्न सक्ने सम्भावना चाहिँ कुन तरिकाले गरिन्छ भन्दाखेरि एउटा चाहिँ क्यानललाई जुन नदी अथवा खोलाको माथिबाट पास गराउने हैन। यसको लागि चाहिँ दुई तरिकाले, एउटा एक्वेडक्ट, अर्को चाहिँ साइफोन एक्वेडक्ट भन्छौं है। अर्को चाहिँ तरिका भनेको चाहिँ क्यानललाई चाहिँ ड्रेनेज नेचुरल ड्रेनेज अथवा रिभर अथवा स्ट्रिमको तलबाट पास गराउने। यो चाहिँ कसरी गराउन सकिन्छ भन्दाखेरि सुपर प्यासेज अथवा क्यानल साइफोन, जसलाई हामीले साइफोन पनि भन्छौं, त्यसरी हामीले गर्न सकिन्छ हैन। अर्को भनेको फेरि के हुन्छ भन्दाखेरि प्र्याक्टिकली एउटा चाहिँ के एउटै लेभलमा चाहिँ मिक्स गराएर चाहिँ अब क्रस गराउन सक्छौं है। क्यानलको वाटर र जुन ड्रेनेजको वाटर छ त्यसलाई चाहिँ हामीले मिक्स हुन दिने एउटै लेभलमा है। अनि त्यो मिक्स भइसकेपछि चाहिँ अब त्यसलाई चाहिँ अब फर्दर सर्टेन डिस्टेन्स डाउन स्ट्रिमबाट लिएर जान पनि सकियो अथवा त्यहीबाट लिएर जान पनि सकियो है। अब यो चाहिँ कसरी गर्न सकिन्छ भन्दाखेरि लेभल क्रसिङ अथवा इनलेट एन्ड आउटलेटको माध्यमबाट गर्न सकिन्छ। अब तपाईको एक्वेडक्ट र साइफोन एक्वेडक्टमा के हुन्छ भन्दाखेरि नर्मली सर हेर्दाखेरि है एक्वेडक्टमा के गरिन्छ भन्दाखेरि एक्वेडक्ट र साइफोन एक्वेडक्ट दुईटाको केस भनौं न, क्यानललाई चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि नेचुरल ड्रेनको माथिबाट लैजाने हो। अनि लैजाँदाखेरि के हुन्छ ड्रेनेज वाटर, त्यो भनेको जुन रिभरको वाटर अथवा स्ट्रिमको वाटर चाहिँ के हुन्छ भन्दाखेरि ड्रेनेज वाटर चाहिँ तपाईको जुन क्यानल हुन्छ अथवा कुलो हुन्छ, अब पहाडतिर भन्दाखेरि कुलो हैन, अब तराईतिर चाहिँ क्यानल नहर हुन्छ है। जुन नहरको जुन के छ भन्दाखेरि खोलाको पानी अथवा नदीको पानी चाहिँ नहरको चाहिँ तलबाट जान्छ। यसमा दुईटा तरिका हुन्छ है, फ्रीली जान पनि सक्छ हैन। अर्को चाहिँ साइफोनिङ प्रेसरमा एक्जेटेड भएर पनि जान सक्छ है। अब जब चाहिँ हाई फ्लड लेभल जुन ड्रेनको हुन्छ नि, हाई फ्लड लेभल अफ द ड्रेन यदि सफिसिएन्टली बिलो छ क्यानलको बटम भन्दाखेरि त्यस्तो केसमा चाहिँ के हुन्छ ड्रेनेज वाटर चाहिँ मजाले फ्रीली फ्लो हुन्छ अन्डर द एक्सन अफ ग्राभिटी है। त्यो अवस्थाको जुन हामीले निर्माण गर्ने संरचना जुन क्रस ड्रेनेज स्ट्रक्चर हुन्छ त्यसलाई हामी एक्वेडक्ट भन्छौं है। तर इफ द हाई फ्लड लेभल भनेको जुन नदी अथवा खोलाको हाई फ्लड लेभलले चाहिँ तपाईको क्यानलको जुन बेड हैन, बेड भन्दा माथिसम्म यदि बाढी आएको खण्डमा चाहिँ हाई फ्लड लेभल क्यानलको बेडको लेभल भन्दा माथि जान्छ भने त्यो केसमा चाहिँ हामीले के हुन्छ भन्दाखेरि वाटर कसरी पास गर्छ नेचुरल ड्रेनेजको भन्दाखेरि ब्यारल भित्रबाट साइफोनिक एक्सन भनेको प्रेसर एक्जर्ट गर्छ के। तपाईको जुन पानी बग्छ नि, तपाईको यो रिभरको अथवा स्ट्रिमको पानी बग्छ जब हाई फ्लड लेभल हुन्छ तब चाहिँ के गर्छ भन्दाखेरि त्यो क्यानलको बेड लेभल भन्दा माथि चाहिँ त्यसको के हुन्छ आरएल हुन जान्छ। त्यसले गर्दाखेरि के हुन्छ भन्दाखेरि क्यानलको बटममा त्यसले एउटा प्रेसर क्रिएट गर्छ है, अपलिफ्ट प्रेसर चाहिँ यसले एक्जर्ट गर्छ। त्यस्तो अवस्थामा हामीले बनाउने क्रस ड्रेनेज स्ट्रक्चर भनेको साइफोन एक्वेडक्ट हो हैन। अनि अब हाम्रो अर्को भनेको चाहिँ फेरि के हुन्छ सुपर प्यासेज र साइफोन। सुपर प्यासेज र साइफोनमा हामीले के गरिन्छ भन्दाखेरि जुन नेचुरल ड्रेनेज छ त्यसलाई चाहिँ हामीले के गरिन्छ भन्दाखेरि माथि लैन्छ क्यानलको अथवा नहरको है, सच दैट के हुन्छ क्यानलको वाटर आइदर रन हैन। क्यानलको वाटर के हुन्छ भन्दाखेरि ड्रेनेजको तल आइदर फ्रीली अथवा अन्डर साइफोनिङ प्रेसरको माध्यमबाट ट्राभल गर्छ। यसको अवस्थामा पनि ठ्याक्कै त्यही है। जब चाहिँ फुल सप्लाई लेभल क्यानलको चाहिँ सफिसिएन्टली बिलो हुन्छ है बटम अफ जुन नेचुरल ड्रेनेजको ट्रफको, त्यस्तो अवस्थामा चाहिँ के हुन्छ भन्दाखेरि क्यानलको वाटर फ्लो कसरी गर्छ फ्रीली अन्डर ग्राभिटीको एक्सनमा फ्लो गर्छ है। त्यो चाहिँ अवस्थामा बनाउने क्रस ड्रेनेज स्ट्रक्चरलाई हामीले सुपर प्यासेज भन्छौं हैन। यदि तर जुन फुल सप्लाई लेभल छ क्यानलको यदि सफिसिएन्टली अबभ छ है बेड लेभल अफ नेचुरल ड्रेनेज अथवा रिभरको ट्रफको भन्न सकियो है, त्यस्तो अवस्थामा के हुन्छ भने क्यानल वाटर कसरी फ्लो गर्छ अन्डर साइफोनिक एक्सनमा है, अन्डर द ट्रफ। त्यो स्ट्रक्चर अनि त्यो क्रस ड्रेनेज स्ट्रक्चर त्यो अवस्थामा बनाउने क्रस ड्रेनेज स्ट्रक्चरलाई हामीले के भन्छौं क्यानल साइफोन भन्छौं।
अब हामी नर्मल्ली यति बुझिसकेपछि अब एउटा हाम्रो न्युमेरिकल छ हैन। अब यो न्युमेरिकललाई चाहिँ मैले चाहिँ तपाईलाई 2D ड्रइङ 3D ड्रइङ यसको हामी डिजाइन सिटै छ मसँग। मलाई आफैले डेभलप गरेको डिजाइन सिट छ जुन हामीले स्ट्रक्चरल एनालाइसिस गरेर जुन अब निकाल्नको लागि आरसीसी मा। अब हाम्रो के हुन्छ भन्दाखेरि इरिगेसनमा हामीले नर्मली के गर्ने हो भन्दाखेरि एउटा टेन्टेटिभ चाहिँ यसको हाम्रो डाइमेन्सन्सहरु निकाल्छौं है। अब यो क्वेशनले हामीलाई के भन्छ भन्दाखेरि Design a suitable cross drainage work given the following data at the crossing of canal and drainage. Full supply discharge canal को full supply discharge कति छ 32 क्युबिक मिटर क्युब पर सेकेन्ड 32 मिटर क्युब पर सेकेन्ड। Full supply level of canal RL 213.5 मिटर। canal को बेड लेभल RL 212 मिटर मा छ। canal को बेड विड्थ भनेको 20 मिटर हो। ट्रापेजोइडल canal सेक्सन छ विथ साइड स्लोप कति छ 1.5 होराइजोन्टल इज टु 1 भर्टिकल। canal को वाटर डेप्थ पानी को डेप्थ चाहिँ क्यानलको कति छ 1.5 मिटर छ। यसैगरी ड्रेनेज भनेको यो नदी अथवा रिभर अथवा स्ट्रिम हुन सक्यो है। हाई फ्लड डिस्चार्ज कति छ यसको 300 क्युमेक छ। हाई फ्लड लेभल 210 मिटरमा छ। हाई फ्लड डेप्थ भनेको 2.5 मिटर। जेनरल ग्राउन्ड लेभल भनेको 212.5 मिटर छ है। यो जेनरल ग्राउन्ड लेभल भनेको जुन रिभरको पेरिफेरीमा जुन रिभरको बाहिरपट्टि जुन ब्याङ्क भन्दा उतापट्टि ग्राउन्ड लेभल हुन्छ त्यसको जेनरल ग्राउन्ड लेभल भनेको 212.5 मिटर छ। अब हामी केमा जान्छौं भन्दा फर्स्ट अफ अल अब कुन स्ट्रक्चर कुन क्रस ड्रेनेज स्ट्रक्चर बनाउने भन्ने कुरा एउटा हामीले थाहा पाउनु पर्ने हुन्छ। त्यो थाहा पाउनुको लागि हामीले चाहिँ जुन आरएलहरु छ क्यानलको बेड लेभलको आरएल यसमा कति छ क्यानलको बेड लेभलको आरएल भनेको 212 मिटर छ। 212 मिटर छ। अर्को चाहिँ हाई फ्लड लेभल अफ जुन नेचुरल ड्रेनेज छ त्यसको हाई फ्लड लेभल कति छ 210 मा छ भनेको 210 मिटर सम्म पानी हाई फ्लड डिस्चार्ज आएको बेलामा चाहिँ नदीमा जान सक्छ। तर हाम्रो क्यानलको बेड लेभल 212 मिटरमा छ भने सिधा 2 मिटरको डिफरेन्स छ। अझै हाई फ्लड लेभल आउँदा पनि 2 मिटरको डिफरेन्स रहेछ है क्यानलको बेड र हाई फ्लड लेभल नेचुरल ड्रेनेजको। भन्नाको मतलब यसमा के हुन्छ भन्दाखेरि हामी अब यसमा यो केसमा एक्वाडक्ट बनाउनु पर्ने हुन्छ है। यदि यो 210 मिटर र यो चाहिँ तपाईको जुन क्यानल बेड लेभल 209 मिटर भएको भए चाहिँ यो केसमा के हुन्छ साइफन एक्वाडक्ट हामीले बनाउँथ्यौ। किनभने 1 मिटर चाहिँ के हुन्छ भन्दाखेरि तपाईको पानी माथि जो उठ्न पाएन त्यसले चाहिँ के गर्छ एक्जर्ट गर्छ प्रेसरमा है। प्रेसर एक्जर्ट गर्छ बटममा जुन बटम ट्रफ हुन्छ क्यानलको त्यसमा प्रेसर एक्जर्ट गर्छ। त्यसको डिजाइन चाहिँ हामीले अब अर्को भिडियोमा गर्दै जाउँला। आज चाहिँ हामी एक्वाडक्टको न्युमेरिकलमा बेस भएर हामी बुझ्छौं है। अब यसमा हामी के गराउँछौं भन्दाखेरि स्टेप 1 मा जान्छौं है। अब एउटा अर्को कुरा के बुझ्न पर्ने हुन्छ भन्दाखेरि जस्तो तपाईको नर्मल जुन क्यानल सेक्सन हुन्छ त्यसको साइज अलि ठुलो हुन्छ है। नर्मली यो तराईतिरको कुरा गर्दाखेरि है नर्मल क्यानलको सेक्सन ठुलो हुन्छ। तर अब त्यत्रो नेचुरल ड्रेनेज माथि पास गराउँदाखेरि त्यही जुन हाम्रो क्यानलको सेक्सन जुन छ त्यो त्यही सेक्सनलाई कन्टिन्यू गरेर हामीले क्रस गरायो भने हामीलाई के हुन जान्छ भन्दाखेरि है इकोनोमिकल अलि नहुन जान्छ है। त्यसैले हामीले के गर्छौं भन्दाखेरि क्यानलको सेक्सनलाई हामी फ्ल्युमिङ गरेर घटाउँछौं। फ्ल्युमिङ भनेर कसरी घटाउँछौं भन्दाखेरि म तपाईलाई 3D एउटा भिडियो 3D मैले ड्रइङ बनाएको छु। यसैको ठ्याक्क यो फ्ल्युमिङ भनेको ठ्याक्क यो हेर्नु त यो तपाईको नर्मल क्यानल सेक्सन यो नर्मल क्यानल सेक्सन यो हो। यसरी यताबाट फ्ल्युमिङ भएर यसरी सेक्सन न्यारो भएर गयो यसरी है। अब यो न्यारो भइसकेपछि के हुन्छ भन्दाखेरि तपाईको अब सेक्सन घटिसकेपछि यसको मेटेरियल युज भएको पनि घट्यो है। यसमा मेटेरियल चाहिँ कम खपत भयो मेटेरियल कम खपत भयो। तर हाम्रो डिस्चार्ज चाहिँ हामी सेमै गर्छौं है। फेरि डिस्चार्ज चाहिँ घटाएर लगेको होइन डिस्चार्ज चाहिँ सेम जान्छ। अब भेलोसिटीमा चाहिँ फरक हुन जान्छ किनभने यसमा सेक्सन क्रस सेक्सन एरिया ठुलो छ भेलोसिटी अलि कम होला डेप्थ कम होला। यसमा क्रस सेक्सन एरिया अलि सानो छ भेलोसिटी बढ्ला डेप्थ बढ्ला है त। यसरी चाहिँ फ्ल्युमिङ गरेर हामीले किन गर्ने भन्दाखेरि यो इकोनोमिकल बनाउनको लागि। अब हामी क्वेशन तर्फ नै जाउँ। अब फर्स्ट स्टेपमा हामी के गर्ने त डिजाइन अफ ड्रेनेज वाटरवे भनेको मतलब कस्तो हो भन्दाखेरि ड्रेनेज वाटरवे भनेको अब यो जुन खोलाको पानी बग्ने भाग खोला अथवा नदीको पानी बग्ने भाग। तपाईलाई मैले डिजाइनको यो एक्जाम्पल चाहिँ मैले यो तराईकै एउटा मानव एउटा रिभर भनौं न ल मानव तराईको एउटा कुनै रिभर मानव ल राप्ती रिभर मानौ न। राप्ती नदी माथि चाहिँ राप्ती नदी माथिबाट चाहिँ हामीले एउटा क्यानल पास गर्नुपर्ने छ। राप्ती भन्दा पनि बबै भनौं न है। त्यहाँ चाहिँ एउटा सिक्टा इरिगेसन प्रोजेक्ट पनि छ है। मानव बबै नदी माथिबाट एउटा कुलो सिक्टा इरिगेसन प्रोजेक्टको क्यानल छ त्यसलाई हामीले पास गराउनु पर्ने छ। अब बबै नदीको तपाईको वाटरवेको जुन विड्थ हुन्छ हामीले चाहिँ अब कति प्रोभाइड गर्नुपर्ने हुन्छ है। नदीमा पानी बग्ने भाग
है। किन त्यो चाहिँ केमा डिपेन्ड हुन्छ भन्दाखेरि खासमा हाम्रो डिस्चार्जमा डिपेन्ड हुन्छ। ड्रेनेज अथवा नदी अथवा खोलाको डिस्चार्ज कति छ त्यसको आधारमा हामीले के निकाल्नु पर्ने हुन्छ भन्दाखेरि ड्रेनेज जुन नदीको वाटरवे विड्थ निकाल्नु पर्ने हुन्छ है। त्यो चाहिँ कसरी निकाल्छौँ भन्दाखेरि हामीले पढेका थियौँ योभन्दा अगाडि हामीले टेक्स्ट बुकहरुमा पनि पढाएका छौँ। के हुन्छ भन्दाखेरि लार्ज विड्थ जो भएको रिभर अथवा जुन खोलाहरूको हकमा चाहिँ हामीले लेसी रिजाइम पेरिमिटर चाहिँ तपाईको लेसी रिजाइम पेरिमिटर बराबर नै हाम्रो वाटरवेको विड्थ हुन्छ भनेर हामीले फर्मुला 4.75 रुट अन्डर क्यु वेटेड पेरिमिटर जुन छ त्यही बराबरै हाम्रो के हुन्छ भन्दाखेरि ड्रेनेज वाटरवेको विड्थ हुन्छ भन्ने तरिकाले हामीले के निकाल्छौँ भन्दाखेरि ड्रेनेज वाटरवेको विड्थ निकाल्छौँ। अब यो दिएको हाम्रो क्वेशनमा तपाईको ड्रेनेजको हाई फ्लड डिस्चार्ज 300 क्युमेक छ, 300 क्युमेक डिस्चार्ज भयो है। हाई फ्लड डिस्चार्ज अफ ड्रेन भनेको 300 क्युमेक भयो। अब यसमा अब लेसी रिजाइम पेरिमिटर 4.75 इन्टु रुट अन्डर क्यु गरेपछि 82.3 मिटर आयो। अब यो 82.3 मिटरमा हामीले के राख्नु पर्यो, अब एकैचोटी 82.3 मिटरमा वर एउटा एबटमेन्ट र पर एउटा एबटमेन्ट राखेर हामीले क्यानललाई पास गराउन सकिदैन। त्यो धेरै लामो स्प्यान हुन जान्छ। हामीले स्ट्रक्चरल कम्प्लेक्सिटी आउँछ, सेक्सन ठुलो आउँछ है, त्यसमा अनेक कुराहरू हुन्छ। त्यस भएर हामीले बेजहरू प्रोभाइड गर्छौँ, कम्पार्टमेन्ट भनौँ न है। अब कसरी प्रोभाइड गर्न सक्छौँ भन्दाखेरि मानम दुईटा पायर्स बीचको डिस्टेन्स 9 मिटर हामीले क्लियर स्पेस राखौँ है, र पायरको थिकनेस चाहिँ 1.5 मिटर राख्यौँ। अब यो पायर भनेको के हो र बेज भनेको के हो भन्दाखेरि यो 3D ड्रइङ हेर्नु त। तपाईको यो पायरहरू हो, यो एबटमेन्ट हो, यो दुईटा इन्डमा एबटमेन्ट छ हेर्नुस् है। यो दुईटा इन्डमा दिस इज abutment on upstream side, this is abutment on downstream side, and the intermediate these support structures are known as piers hai. A base, what are the base? The clear space between the inner walls of the piers, यहाँदेखि यहाँसम्म, यसलाई हामी के भन्छ एउटा बे। This is another bay. These are bays. Okay, 1 2 3 4 5 6 7 8. So let the clear space between the piers be 9 meter. That means 9 meter is actually from this wall, inner wall to this inner wall. यो जुन वाल छ त्यो यो पायरको यहाँदेखि यहाँसम्मको भित्रैदेखि भित्रैसम्मको इनर टु इनर डिस्टेन्स बिट्विन पायर्स इज 9 मिटर्स। अब यो भइसकेपछि पायरको थिकनेस 1.5 मिटर। थिकनेस अफ पायर मीन्स फ्रम दिस साइड टु दिस साइड, दिस थिकनेस अफ द पायर इज 1.5 मिटर्स। युजिङ 8 बेज अफ 9 मिटर इच क्लियर वाटरवे भनेको कति हुन्छ 8 × 9 72 मिटर। यो भनेको के हो भन्दाखेरि 8 वटा बेज छ हामीसँग हेर्नुस् त, 1 फर्स्ट सेकेन्ड थर्ड फोर्थ फिफ्थ सिक्स्थ सेभेन्थ एट्थ, देयर आर अल टुगेदर 8 बेज। पानी बग्ने भाग चाहिँ यो बेजबाट हो नि त, पायरबाट त पानी बग्दैन है। त्यही भएर क्लियर वाटरवे भनेको पानी बग्ने भाग क्लियर वाटरवे भनेको कति हुन्छ भन्दाखेरि तपाईको 8 × 9 भनेको 72 मिटर। अब 8 वटा बेज हुँदाखेरि कतिवटा पायर्स हुन्छ त, यसमा पनि विद्यार्थीहरू झुकिन्छ है हैन। 8 वटा बेज हुँदा हेर्नु त, 8 वटा बेज हुँदाखेरि यो अपस्ट्रिम र डाउनस्ट्रिम जुन क्यानलको छ त्यसको दुई साइडमा चाहिँ एबटमेन्ट छ, पायर छैन है। अब पायर चाहिँ कतिवटा छ 1 2 3 4 5 6 7, 8 वटा बेज हुँदाखेरि एउटा चाहिँ माइनस गरेर त्यति चाहिँ के हुन्छ भन्दाखेरि हामीसँग पायर्स, नम्बर अफ पायर्स हुन्छ। भनेपछि कतिवटा पायर्स भयो हामीसँग, तपाईको पायर भनेको 8 वटा बेज र 7 वटा पायर्स भयो। अब हामीले भनिसकेका छौँ क्लियर स्पेस हैन, क्लियर स्प्यान बिट्विन पायर भनेको 9 मिटर र पायरको थिकनेस भनेको 1.5 मिटर इच भएको हुनाले क्लियर वाटरवे पानी बग्ने भाग चाहिँ 8 × 9 72 मिटर है। अब अनि जुन पायरले ओगटेको चाहिँ जुन लम्बाइ छ अथवा विड्थ छ त्यो कति हुन्छ 7 × 1.5 10.5। भनेपछि टोटल लेन्थ अफ वाटरवे कति आयो त हामीलाई भन्दाखेरि 72 चाहिँ पानी बग्ने भाग एक्चुअली प्लस 10.5 भनेको पायरको थिकनेस सबै जोड्दाखेरि चाहिँ 82.5 मिटर आउँछ। हाम्रो विड्थ कति आएको थियो 82.3 मिटर आएको थियो, लगभग यति टेन्टेटिभ। अब हामीले घटाएर चाहिँ नराख्नु, सकेसम्म थोरै बढाएर राखिदिनुस् है। त्यति भएपछि हाम्रो अब चाहिँ टोटल लेन्थ अफ वाटरवे भनेको 82.5 मिटर भयो। अब यो 82.5 मिटर चाहिँ कहाँदेखि कहाँसम्म हो भन्दाखेरि तपाईलाई मैले अब यो उसमा पनि देखाइदिन्छु है, ड्रइङमा पनि 3D मा पनि देखाइदिन्छु। 82.5 मिटर भन्नाको मतलब तपाईको
अब यो जुन यहाँबाट हो यो जुन एबटमेन्टको इनर पोर्सनदेखि यो एबटमेन्टको इनर पोर्सनसम्म तपाईको 82.5 मिटर्स हो है। अब डिजाइन अब हामीले के गर्यो डिजाइन अफ ड्रेनेज वाटर सक्यो है। पानीको जुन नदीको फन्डा सक्यो सबै। स्ट्रिम नदी अथवा खोलाको हामीले डिजाइन अब मा नर्मली के गर्नुपर्ने हुन्छ त्यही बेज कतिवटा बेज राख्ने र पायरको थिकनेस उ गरेर हामीले टोटल के गर्नु पर्यो भन्दाखेरि टोटल लेन्थ अफ ड्रेनेज वाटरवे बराबर नै हाम्रो के हुन्छ भन्दाखेरि एक्वेटरको लम्बाइ हुन्छ। स्टेप 2 मा हामी डिजाइन अफ क्यानल वाटरवेमा जाउँ। अब चाहिँ क्यानल वाटरवे कति राख्ने मैले भनिसके अघि नै हाम्रो नर्मल कुलो के रे नहरहरु के हुन्छ ठुलो सेक्सनको हुन्छ है चौडाइ ठुलो हुन्छ तर हामी अब इकोनोमीको लागि चाहिँ हामी फ्लुमिङ गरेर लानु पर्ने हुन्छ ओभर द रिभर अर स्ट्रिम। अब हामीले क्वेशनले के दिएको छ यो दिएको क्वेशनले दिएको है यो बेड विड्थ अफ क्यानल भनेको नर्मली 20 मिटर छ। यो जुन बेड विड्थ अफ क्यानल छ यो जुन यहाँसिम 20 मिटर फ्रम दिस साइड टु दिस साइड bed width of canal is 20 meters. So we have to flume and reduce the width of this normal trapezoidal canal section so that a great economy is achieved. अब फ्लुमिङ कसरी गर्ने त है हामीले के एज्युम गरौँ भन्दाखेरि 20 मिटर देखि 10 मिटरमा हामीले फ्लुमिङ गर्यौं है। 20 मिटर देखि 10 मिटरमा फ्लुमिङ गर्दाखेरि अब यो यहाँबाट यहाँसम्म चाहिँ 20 मिटर 20 मिटर्स अनि यहाँदेखि यहाँसम्मको डिस्टेन्स यहाँदेखि यहाँसम्मको डिस्टेन्स भनेको 10 मिटर्स। हामीले 20 देखि अब आधा मिटर चौडाइ चाहिँ हामीले घटाएर फ्लुमिङ गरेर घटायो आधा मिटर चौडाइ। आधा मिटर भन्दा पनि हाफ विड्थलाई चाहिँ हामीले घटायौं। अब फ्लुमिङ कसरी गर्ने त फ्लुमिङ गर्दाखेरि तपाईको यसमा कन्ट्र्याक्सन ट्रान्जिसन छ एउटा चाहिँ एक्सपान्सन ट्रान्जिसन छ है। यो चाहिँ कन्ट्र्याक्सन ट्रान्जिसन हैन यो चाहिँ तपाईको कन्ट्र्याक्सन भयो किनभने यहाँबाट यसरी घटेर कन्ट्र्याक्सन ट्रान्जिसन यहाँबाट यसरी हामी यहाँसम्म चाहिँ कन्ट्र्याक्सन ट्रान्जिसन। अब यहाँबाट तपाईको यहाँबाट चाहिँ हैन यहाँसम्म चाहिँ तपाईको यहाँसम्म चाहिँ के भयो भन्दाखेरि एक्सपान्सन ट्रान्जिसन। अब ट्रान्जिसन पनि हामीले के गर्नुपर्छ भन्दा सडन ट्रान्जिसन दिनु हुँदैन किनभने हेड लस हुन जान्छ। त्यही भएर ट्रान्जिसनलाई पनि हामीले स्मुथ तरिकाले ट्रान्जिसन गर्नको लागि हामीले एउटा स्प्ले प्रोवाइड गर्छौं। स्प्ले 2:1 को चाहिँ कन्ट्र्याक्सनमा 3:1 चाहिँ एक्सपान्सनमा है। 2:1 भनेको मतलब कस्तो भन्दाखेरि जस्तै हाम्रो कन्ट्र्याक्सन ट्रान्जिसनमा स्प्ले 2:1 को छ भन्नाको मतलब तपाईको 2 मिटर यसरी जाँदाखेरि 1 मिटर तपाईँ भित्रपट्टि जानु पर्यो के बुझ्नु भयो नि 2:1 भनेको 2 मिटर यसरी अगाडिपट्टि जाँदाखेरि 1 मिटर यता जानु पर्यो। त्यो स्प्ले प्रोवाइड गर्दाखेरि हामीले के हुन्छ भन्दाखेरि हामीले त्यो जुन हाम्रो डिजायर्ड जुन न्यारोवर फ्लुम्ड विड्थ हुन्छ त्यो अचिभ गर्छौं। अब यो केसमा चाहिँ के हुन्छ भन्दा ठ्याक्क अब उल्टो बुझ्दा नि हुन्छ है उल्टो बुझ्दा नि हुन्छ। अब तपाईको के हुन्छ भन्दा 2 यता जाँदाखेरि 1 यसरी जाँदाखेरि अब सर र यो चाहिँ फ्लुमिङ पोर्सन हामीले अचिभ गर्छौं। अब यो अचिभ गरिसकेपछि अब हामी क्वेशन तर्फ नै जाउँ। अब लम्बाइ कसरी निकाल्ने है। अब लम्बाइ निकाल्ने सर नर्मली यो म्याथमेटिक्स हो यो बुझ्न सकिहाल्नुहुन्छ किनभने 20 मिटर माइनस 10 मिटर डिभाइडेड बाइ 2 इन्टु 2 गरेको के हो भन्दाखेरि जस्तै 2:1 को केसमा चाहिँ इन्टु 2 भयो है। तपाईको यो चाहिँ हाम्रो नर्मल म्याथमेटिकल क्याल्कुलेसनबाट आएको है। यो इन्टु 3 भनेको 3 के छ भन्दाखेरि एक्सपान्सन ट्रान्जिसनमा 3:1 छ है। एक्सपान्सन ट्रान्जिसनमा चाहिँ 3:1 भएको हुनाले अब तपाईको 20 देखि अब हामीले के गर्नुपर्ने छ भन्दाखेरि 10 मा लैजानु पर्ने छ। यसमा पनि 20 देखि 10 मिटरमा फ्लुमिङ गर्नुपर्ने छ। अब यो क्याल्कुलेट गरिसकेपछि हाम्रो के आयो भन्दाखेरि 10 मिटर चाहिँ लम्बाइ आको है यो है 10 मिटर चाहिँ लम्बाइ आको यो 10 मिटर र तपाईको एक्सपान्सन ट्रान्जिसनमा चाहिँ 15 मिटर आको छ है। यो भनेको यहाँबाट यो ट्रान्जिसनको यहाँबाट यो पोर्सनसम्मको डिस्टेन्स यो डिस्टेन्स कति छ 10 मिटर छ। अब यहाँदेखि यो पोर्सनदेखि एक्सपान्सन ट्रान्जिसन यहाँसम्मको डिस्टेन्स भनेको 15 मिटर आयो है 15 मिटर आयो। अब लेन्थ अफ द फ्लुम्ड रेक्टेंगुलर पोर्सन अफ द क्यानल बिट्विन एबटमेन्ट मैले अघि भनिसके जुन हामीले ड्रेनेज वाटर निकालेको थियौ 82.5 मिटर त्यति पोर्सनमा हामी फ्लुमिङ गर्ने हो है। त्यति पोर्सनमा चाहिँ हामीले फ्लुमिङ गर्ने। एउटा अर्को कुरा के ख्याल गर्नुपर्छ भन्दाखेरि ट्रान्जिसनमा हाम्रो साइड स्लोप जुन क्यानलको साइड स्लोप हुन्छ त्यो ट्र्यापेजोइडल हुँदैन वार्प्ड फ्यासनमा हामीले लैजाने हो है। कस्तो भन्दाखेरि अब यसमा चाहिँ ठ्याक्क त्यो देख्न सक्नुहुन्छ अलि जुन यो पोर्सन जुन छ यो ट्रायंगुलर ठ्याक्क ट्रायंगुलर क्यानल सेक्सन छैन यो वार्प भएको छ। यसरी
वार्प भएर गएको छ। यो जुन साइड छ, साइड वाल यसरी वार्पिङ भएर गएको छ है। यसरी वार्पिङ भएर गएको भन्ने हो न्युमेरिकलमा त्यो भनेको छ है। अब तपाईको हामी केमा जाउँ भन्दाखेरि स्टेप 2 पनि हाम्रो सकियो। स्टेप 3 मा हेड लस एन्ड बेड लेभल एट डिफरेन्ट सेक्सन। अब हेड लस निकाल्नु पर्यो र बेड लेभल डिफरेन्ट सेक्सन अफ बेड लेभल कसरी निकाल्ने भन्ने कुरा यो स्टेप 3 मा गर्छ है। त्यो चाहिँ हामी कसरी गर्ने भन्दाखेरि अब सेक्सन अन्तिम सेक्सनबाट जाने हामी। सेक्सन 4 बाट जाने भनेको यहाँ हेर्नु है, यो ड्रइङमा सेक्सन 1 यसलाई अब ठ्याक्कै छिर्दाखेरिको सेक्सन 1 भयो। फ्लुमिङ स्टार्ट हुने सेक्सन 2, फ्लुमिङ एन्ड हुने सेक्सन 3 र जुन फ्लुमिङ पछि जुन हाम्रो अब नर्मल क्यानल सेक्सन सुरु हुन्छ त्यसको चाहिँ सेक्सन 4 मानौ है। हेर्नु त 20 मिटर देखि हाम्रो 10 मिटरमा यसरी गयो, फेरि 10 देखि के भयो भन्दाखेरि 20 मिटरमा गयो। अब यो कन्ट्राक्सन ट्रान्जिसनको लेन्थ हामी 10 मिटर निकालिसक्यो, एक्सपान्सन ट्रान्जिसनको लेन्थ भनेको 15 मिटर निकालिसक्यो। हामी नर्मल जुन हाम्रो ड्रेनेज वाटर वे 82.5 मिटर्स आएको थियो है। अब यसमा अब त्यही कसरी निकाल्ने भन्दाखेरि सेक्सन 4 मा जाने सुरुमा है। सेक्सन 4 मा हाम्रो के छ भन्दाखेरि नर्मल सेक्सन आयो क्यानलको है। अब यसमा चाहिँ ट्रापेजोइडल क्यानल सेक्सनको एरिया भनेको हामीसँग नर्मल फर्मुला थाहै होला, BD + SD स्क्वायर भन्ने हुन्छ। D भनेको डेप्थ अफ वाटर इन द क्यानल, S भनेको S:1, अब भनौँ न साइड स्लोपको S:1 भन्ने हुन्छ। अब यसमा जस्तै अब यसलाई यो वाइले भित्र मल्टिप्लाई गरे पनि त्यही नै आउँछ, BD + SD स्क्वायर भन्ने नै आउँछ है। अब यसमा नर्मल क्यानलको विड्थ कति छ, 20 मिटर छ हैन। 4 बाट अब 4 त नर्मल क्यानल सेक्सन हो नि त, 4 को जुन सेक्सन छ त्यसमा के भयो, B भनेको 20 भयो। 1.5 * Y भनेको यहाँ क्यानल मा डेप्थ अफ वाटर भनेको क्यानल वाटर डेप्थ 1.5 मिटर भनेको छ है। अब यो 1.5 मिटर हाल्यो र अर्को चाहिँ Y भनेको कति छ भन्दाखेरि त्यही 1.5 भयो हैन। BD प्लस अब यो 1.5 कसरी आएको भन्दाखेरि त्यो S हो कि मैले भने नि BD + SD स्क्वायर लाउनुहुन्छ भने S भनेको 1.5 साइड स्लोप अफ द क्यानल। अब यो पनि दिएको छ 1.5 होराइजन्टल दियो नि, त्यो S:1 हैन अथवा Z:1 मा 1 जहिले भर्टिकल हुन्छ है, Z अथवा S भनेको जहिले के हुन्छ, होराइजन्टल हुन्छ। यसरी पनि याद गर्न सकिन्छ। अब यो भइसकेपछि हामीले क्रस सेक्सनल एरिया जुन क्यानलको छ त्यो पानी बग्ने भागको भनौँ न त्यो चाहिँ निकाल्यौं। अब भेलोसिटी निकाल्ने फर्मुला भनेको डिस्चार्ज अफ एन एरिया हो। त्यहाँ अब कुन तपाईको डिस्चार्ज चाहिँ हामीले अब 32 क्युमेक दिएकै छ। हाम्रो क्यानलको डिस्चार्ज 32 क्युमेक, क्रस सेक्सनल एरिया 33.75 निकालिहाल्यो। यसबाट भेलोसिटी आयो। भेलोसिटी आइसकेपछि भेलोसिटी हेड पनि निकाल्न सक्छौ v²/2c गरेर है। अब यो 0.046 मिटर भेलोसिटी हेड छ। अब बेड लेभल चाहिँ यसको बेड लेभलको RL 4 मा चाहिँ बेड लेभल अफ कति छ भन्दाखेरि RL अफ क्यानल बेड कति दिएको छ, RL अफ क्यानल बेडको लेभल RL 212 मिटरमा छ भने 212 मिटर अब तपाईको RL अफ बेड एट 4 मा हो है, गिभन छ यो 212 मिटर। तपाईको अब वाटर सर्फेसको लेभल निकाल्न RL निकाल्न के गर्नु पर्यो, जुन क्यानलको बेड लेभल जुन छ यो चाहिँ जस्तै यो 212 मिटर दिएको छ नि, यसमा अब क्यानलको वाटरको डेप्थ कति छ 1.5 मिटर छ। यसमा जो जोड्दाखेरि 213.5 आयो है। अब यहाँ हेर्छौ भने चाहिँ जस्तै हामीलाई यो जुन सर्फेस छ नि यो क्यानलको बेड लेभल त्यसको RL दिएको छ, यसमा जुन वाटर डेप्थ छ 1.5 मिटर त्यो जोड्यो भने हामी केमा आउँछौ भन्दाखेरि वाटर सर्फेसको जुन एलिभेसन निकाल्न सक्छौ है, RL निकाल्छौ, त्यहाँ पुग्छौ हामी। अब यो भनेको ठ्याक्कै त्यही हो है। अब टोटल एनर्जी लाइन है, टोटल एनर्जी लाइनको RL के हुन्छ भन्दाखेरि तपाईको वाटर सर्फेसको जुन RL आयो त्यसमा हामीले के जोड्नु पर्ने हुन्छ भन्दाखेरि तपाईको जुन यहाँबाट आएको जुन भेलोसिटी हेड छ नि, भेलोसिटी हेडलाई हामी जोड्नु पर्यो। त्यहाँ भनेपछि टोटल एनर्जी लाइनमा भेलोसिटी हेड जोड्नु पर्यो। त्यो जोड्दाखेरि कति आयो भन्दाखेरि 213.546 मिटर आयो। यो 213.546 मिटर। अब यहीँबाट हामी चाहिँ अगाडितिर जान्छौँ कि अगाडितिर जान्छौँ है यसलाई युज गरेर। जस्तै अब के हो भन्दाखेरि अब सेक्सन 3.3 मा जाँदाखेरि अब तपाईको के छ भन्दाखेरि सेक्सन 3.3 भनेको त यो हो है। सेक्सन 3.3 मा जाँदाखेरि हामीले चाहिँ के गर्छौँ भन्दाखेरि त्यो 1.5 मिटर जुन वाटर डेप्थ छ त्यो चाहिँ सेम डेप्थ त्यही सेम डेप्थलाई मान्छौँ है। यो ख्याल गर्नुस्, त्यो जुन 1.5 मिटर डेप्थ छ त्यो 1.5 मिटरै हुन्छ भन्ने एजम्पसनका साथ हामी जान्छौँ। अब 1.5 मिटर यहाँ डेप्थ भइसकेपछि अब हामीसँग के थाहा छ भन्दाखेरि यो 3.3 मिटरमा यो 3.3 जुन सेक्सन छ त्यसमा त 10 मिटर छ क्यानलको विड्थ, 10 मिटर भइसकेपछि यसमा क्रस सेक्सन एरिया फरक भयो। रेक्टेंगल छ यहाँ है, यो चाहिँ रेक्टेंगल च्यानल रेक्टेंगुलर च्यानल हो। हेर्नुस् यो पोर्सनमा त रेक्टेंगुलर च्यानल छ, यो ठ्याक्कै 3.3 पोर्सन भनेको यहाँ हो है, रेक्टेंगुलर च्यानल छ। अब रेक्टेंगुलर च्यानलमा हामीले क्रस सेक्सन एरिया निकाल्ने भनेको B * D हो है। B * D भइसकेपछि हामीले
बी भनेको 10 मिटर, डी भनेको 1.5 15 मिटर स्क्वायर आयो। भेलोसिटी एट 33 सेक्सनमा कति हुन्छ? डिस्चार्ज अफ एन एरिया 2.13 मिटर पर सेकेन्ड। भेलोसिटी हेड भनेको v स्क्वायर बाइ ट्वाइस जी। अब यसमा हेर्नुस् है, पानी जब के हुन्छ भन्दाखेरि कन्ट्र्याक्सन अथवा एक्सपान्सन हुँदाखेरि त्यसमा सर्टेन हेड लस हुन्छ। त्यो फर्मुला निकाल्ने हामीले यो फ्लुइड मेकानिक्स हाइड्रोलिक्सतिर पनि पढिसकेका छौँ। एजुमिङ द्याट त के भन्यो, हेड लस इन एक्सपान्सन ट्रान्जिसन फ्रम सेक्सन 3 देखि सेक्सन 4 मा कति हुन्छ? अब V3 किनभने V3 सेक्सनमा अब क्रस सेक्सन एरिया सानो छ, त्यसमा भेलोसिटी बढी हुन्छ र V4 मा अलिक कम हुन्छ। त्यही भएर अब यो 0.3 भनेको एउटा कोफिसिएन्ट हो है। 0.3 भनेको एउटा कोफिसिएन्ट हो। 0.3 इन्टु V3 को स्क्वायर माइनस V4 को स्क्वायर डिभाइड ट्वाइस जी गर्दाखेरि यो जुन भेलोसिटी हेड त सिधै यहाँबाट युज गरिदियो। यो गर्दाखेरि 0.056 नर्मली यो इक्वल टु 0.056 मिटर चाहिँ हेड लस आयो है। हेड लस आइसकेपछि अब हामीले के गर्यो भन्दा यो 3 देखि 4 सम्म जाँदाखेरिको हेड लस हो। यो यहाँबाट चाहिँ वाटर यहाँबाट यहाँ ट्राभल गर्दाखेरिको चाहिँ के भयो भन्दाखेरि हेड लस हो भनिसकेपछि है, जुन यहाँको टीएल को जुन उ छ आरएल छ, त्यसमा त अब यो जोड्नु पर्यो नि त यहाँ आउनको लागि हैन। यहाँ जोड्दाखेरि चाहिँ तपाईको कति भयो भन्दाखेरि आरएल अफ हैन टोटल एनर्जी लाइट सेक्सन 3 भनेको आरएल अफ टीएल हेड 4 को प्लस लस इन एक्सपान्सन गर्दाखेरि ठ्याक्क टीएल को आरएल आयो 3 मा 3 मा। अब वाटर सर्फेस को आरएल को लागि चाहिँ के गर्ने भन्दाखेरि त्यसमा अब तपाईको भेलोसिटी हेड घटाइदिने हो। भेलोसिटी हेड घटाइसकेपछि अब हाम्रो के भन्दाखेरि वाटर सर्फेस को एलिभेसन आयो 33 मा, यो भनेको हैन 213.370। अब माइनस 1.5 मिटर वाटर जुनको डेप्थ गर्नुहुन्छ भने 211.211.870 आउँछ हैन। यहाँ सेक्सन 22 मा जाउँ। अब सेक्सन 22 मा निकाल्नको लागि अब के गर्नु पर्यो त? अब सेक्सन 22 मा निकाल्नको लागि सेक्सन 22 देखि 33 सम्म जाँदाखेरि जुन फ्रिक्सनल हेड लस भएको हुन्छ, त्यो जुन जति हेड लस छ यहाँको जुन 33 मा आएको टीएल मा त्यो हेड लस जोडेपछि यहाँ टीएल को आरएल आउँछ 22 मा। त्यसमा फेरि के गर्ने भन्दाखेरि भेलोसिटी हेड घटाइदिने, वाटर सर्फेसको एलिभेसन आउँछ, त्यसमा फेरि वाटर डेप्थ घटाइदिने, बेड लेभलको के आउँछ आरएल आउँछ। त्यस्तै अब 22 को टीएल आइसकेपछि आरएल आइसकेपछि टीएल को 11 को लागि के गर्ने भन्दाखेरि यहाँ चाहिँ कन्ट्राक्सन ट्रान्जिसन छ। कन्ट्राक्सन ट्रान्जिसन गर्दाखेरि कति हेड लस हुन्छ त्यो निकाल्ने, हेड लस त्यो जोड्दाखेरि यहाँको टीएल को आरएल आउँछ, त्योबाट माइनस भेलोसिटी हेड गर्ने माइनस बेड लेभल के रे वाटर डेप्थ गर्दाखेरि अब यहाँको बेड लेभलको आरएल आउँछ है त। यो सजिलै छ। अब यसमा चाहिँ के गर्ने थाहा हुनुपर्छ भने म्यानिङ्स फर्मुला लाउँछ। हेड लस निकाल्ने फर्मुला म्यानिङ्स फर्मुला लाउँछ। यसमा 2 देखि 3 सम्म जाँदाखेरि के छ भन्दाखेरि क्रस सेक्सन एरिया चाहिँ एउटा फिक्स जुन रेक्टेंगुलर क्रस सेक्सन एरिया छ ट्रफको है। अब यहाँ के हुन्छ भन्दाखेरि भेलोसिटी जुन 2 पोर्सनमा र 3 सेक्सनमा छ, त्यसमा के हुनु भयो भन्दाखेरि भेलोसिटी सेम हुनु भयो नि त। डिस्चार्ज सेमै छ, क्रस सेक्सन एरिया सेम भइसकेपछि भेलोसिटी त्यही छ, भेलोसिटी हेड पनि के हुनु भयो त्यही हुने भयो। हेड लस म्यानिङ्स फर्मुलाबाट हामीसँग थाहै छ n स्क्वायर v स्क्वायर l अपन r को पावर 4/3 भयो। n भनेको म्यानिङ्स रिग्रेसिभ कोएफिसिएन्ट हो। अब कन्क्रिटको ट्रफ हो त्यो भयो भने चाहिँ त्यो केसमा 0.016 लिन सकियो। l भनेको चाहिँ लेन्थ अफ ट्रफ, यो भनेको जुन ड्रेनेज वाटर वेको लेन्थ छ 82.5 मिटर। अब a भनेको चाहिँ हामी अब r भनेको वेटेड हैन, यो r भनेको हाइड्रोलिक मिन डेप्थ, r भनेको वेटेड एरिया वा वेटेड पेरिमिटर हुन्छ। अब वेटेड एरिया कसरी निकाल्ने? अब रेक्टेंगुलरै भएको हुनाले ट्रफ है b इन्टु d गर्ने 10 इन्टु 1.5 गर्ने आइहाल्छ। र p वेटेड पेरिमिटर भनेको के हुन्छ भन्दाखेरि तपाईको तलको चौडाइ b हैन, b प्लस 2 इन्टु वाटर डेप्थ हुन्छ नि। वेटेड पेरिमिटर भनेको 13 मिटर आयो। यसबाट हाइड्रोलिक मिन डेप्थ पनि आयो, भेलोसिटी एन्ड ट्रफ पनि आयो है। अब एचएल निकाल्यो, हेड लस निकाल्यो, ट्राभल गर्दाखेरि पानीले कति हेड लस भयो 0.079 मिटर। आरएल अफ टीएल 22 निकाल्नलाई त्यो आरएल अफ टीएल 3 मा प्लस फ्रिक्सनल जुन हेड लस छ त्यसमा जोड्नु, त्यसबाट फेरि वाटर सर्फेसको एलिभेसन निकाल्नको लागि माइनस चाहिँ भेलोसिटी एड गर्ने, त्यसमा फेरि माइनस के गर्दाखेरि 1.5 मिटर वाटर डेप्थ गर्दाखेरि बेड लेभलको आरएल आउँछ है। अब सेक्सन 1 को लागि अघि जस्तो हामीले के गरेको थियौँ भन्दाखेरि तपाईको एक्सपान्सन ट्रान्जिसन गरे जस्तै यसमा कन्ट्राक्सन ट्रान्जिसनमा कोएफिसिएन्ट 0.2 हुन्छ। अब यसमा v2 माइनस v1 हुन्छ, किनभने v2 मा चाहिँ अब फ्लुमिङ भएर भेलोसिटी बढ्या छ, v1 मा पहिला अब क्रस सेक्सन एरिया ठुलो भएको हुनाले भेलोसिटी कम हुन्छ है। अनि यो तरिकाले फर्मुला हालेर निकाल्दियो भने हामीले के हुन्छ 0.037 मिटर चाहिँ कन्ट्राक्सन ट्रान्जिसन हुँदाखेरि हेड लस भएको छ। अब टीएल को आरएल 811 मा निकाल्दाखेरि टीएल को आरएल 822 प्लस लस इन कन्ट्राक्सन गर्ने, त्यसबाट फेरि जति आरएल आयो त्यसबाट माइनस अब तपाईको के हुन्छ भन्दाखेरि भेलोसिटी हेड गर्दाखेरि भेलोसिटी हेड माइनस गर्यो भने चाहिँ आरएल अफ वाटर सर्फेस एट 11 आउँछ। आरएल अफ बेड एट 11 मा निकाल्नको लागि माइनस वाटर डेप्थ है। एउटा कुरा यहाँ ख्याल गर्नुस् है, वाटर डेप्थ चाहिँ हामीले के मानेछौँ भन्दाखेरि कन्स्टेन्ट 1.5 मिटरै मानेका छौँ।
1.5 मिटर मानेको छु। अब यो हामीले क्याल्कुलेसनको लागि मानेको छु। एक्चुअलीमा चाहिँ के हुन्छ भने तर खासमा अब यहाँबाट चाहिँ यहाँ जाँदाखेरि चाहिँ के हुन्छ भन्दाखेरि वाटर लेभलको अब यहाँबाट यहाँ जाँदाखेरि वाटर लेभल खासमा बढ्छ अलि हैन। फेरि यहाँबाट 1.5 मिटर यहाँबाट यहाँ जाँदाखेरि अलि वाटर लेभलको अब यो क्रस सेक्सनल एरिया ठुलो हुनाले अलि घटन जान्छ। तर हामीले म्याथमेटिकल हाम्रो जुन क्याल्कुलेसनको लागि चाहिँ 1.5 मिटर चाहिँ यहाँबाट सबै 1.5 मिटरै हुन्छ। यहाँबाट जुन 1% यो हो, 2% यो हो, 3% यो र 4% यो पोर्सन हो। यो सबैमा के छ वाटर डेप्थ कन्स्टेन्ट 1.5 मिटर छ भनेर मानेका छौँ है। त्यो चाहिँ झुकिनु भएन। अब हामी ट्रान्जिसनको डिजाइन गर्छौँ। ट्रान्जिसन पनि स्मुथ हुनु पर्यो, नत्र फेरि हेड लस त्यहाँ अलि बढी हुन्छ। अर्को के हुन्छ भन्दाखेरि त्यसमा चाहिँ वाटरको जुन डाइनामिक प्रेसर फोर्स छ त्यो पनि के हुन्छ भन्दाखेरि त्यसले कारणले पनि स्ट्रक्चरमा के हुन्छ स्ट्रक्चरल इन्टिग्रिटी बिग्रिन सक्छ है। त्यही भएर हामीले हाइपरबोलिक हैन मित्राज हाइपरबोलिक ट्रान्जिसन एउटा फर्मुला दिएको छ है। कन्ट्राक्सन ट्रान्जिसनमा र एक्सपेन्सन ट्रान्जिसनमा चाहिँ के छ भन्दाखेरि सिन्स द डेप्थ इज केप्ट कन्स्टेन्ट द ट्रान्जिसन क्यान बी डिजाइन अन द बेसिस अफ मित्राज हाइपरबोलिक ट्रान्जिसन इक्वेसन एउटा छ है। हेर्नुस् है इक्वेसन कसरी डिराइभ भएको छ भन्दाखेरि bx भनेको विड्थ है एट एनी सेक्सन विच इज एट ए डिस्टेन्स x फ्रम द जुन न्यारोवर जुन क्यानल फ्लुम्ड भएको क्यानल विड्थ छ त्यहाँबाट डिस्टेन्स हो x चाहिँ है। यो यहाँबाट हो, यो फ्लुमिङ भएको पोर्सनबाट चाहिँ x हुन्छ है जहिले पनि। यो केसमा अगाडिपट्टि भयो। अब जुन एक्सपेन्सन ट्रान्जिसनमा चाहिँ तपाईको यहाँ चाहिँ के हुन्छ यहाँबाट पनि त्यही फ्लुम्ड पोर्सनबाट x डिस्टेन्समा तपाईको bx निकाल्ने हो। फर्मुलामा यो bn भनेको नर्मल क्यानल विड्थ bn भनेको 20 मिटर जुन दिएको छ, bf भनेको फ्लुम्ड क्यानल विड्थ 10 मिटर जुन हुन्छ, lf भनेको लेन्थ अफ फ्लुम्ड क्यानल है। त्यो भनेको 82 पोइन्ट तपाईको कति हुन्छ भन्दाखेरि अब 82.5 छ सायद है। अब त्यो भइहाल्यो हैन। अब lf हैन भनेको bn भयो, अरु सबै त्यही हो। x भनेको अब कति डिस्टेन्समा फ्लुम्ड जुन विड्थ छ त्यसको कति डिस्टेन्स अगाडि अथवा पछाडि चाहिँ हामीलाई चाहिएको विड्थ त्यो चाहिँ यहाँबाट निकाल्ने x को भ्यालुलाई भेराइ गरेर है। सरी मैले अघि नि यहाँ lf भनेको तपाईको लेन्थ अफ फ्लुम्ड पोर्सन भनेको त जुन फ्लुम्ड भनेको लेन्थ अफ फ्लुम्ड पोर्सन भन्दा पनि यो जुन हाम्रो यो जुन जहाँबाट चाहिँ ट्रान्जिसन फ्लुमिङ स्टार्ट भन्छ र जहाँसम्म चाहिँ फ्लुमिङ इन्ड भएको छ त्यहाँसम्मको डिस्टेन्स हो है। जस्तो यो केसमा 10 मिटर छ lf हैन। अब हाम्रो कन्ट्राक्सन ट्रान्जिसनमा 10 छ, एक्सपेन्सनमा हाम्रो 15 आएको थियो है। त्यसमा अब यसमा lf 20 भयो, उता चाहिँ lf कति हुन्छ 15 मिटर हुन्छ। अब bx फर्मुला हालेर x मात्र हामीले यहाँ छोड्यो भने यो एउटा इक्वेसन आउँछ। यसमा अब 0 देखि 10 मिटर है, 0 भनेको यहाँ 0 हाल्छ भने 10 मिटर आउँछ bx है, र 10 मिटर हाल्छ भने यहाँ 20 मिटर आउँछ bx है। अब यो बीचतिर चाहिँ अब 2 मिटरको इन्टरभलमा निकालेको छ है bx। अब यो निकालेपछि डिजाइन पनि हामीले कन्स्ट्रक्सन यही आधारमा गर्न सक्छौं है। अब चाहिँ के हुन्छ एक्सपेन्सन ट्रान्जिसनमा चाहिँ नर्मल क्यानल विड्थ भनेको 20 नै हो हैन। bf भनेको पनि फ्लुम्ड विड्थ भनेको 10 मिटर, लेन्थ अफ फ्लुमिङ भनेको जुन हाम्रो यो 10 देखि 20 सम्म जाँदाखेरि हाम्रो डिस्टेन्स कति चाहिँ 15 छ है। अब अघि नै जस्तो सेम केस हो, यहाँबाट पनि सेम केस हो। अब हाम्रो x चाहिँ कहाँदेखि कहाँसम्म भेराइ हुन्छ 0 देखि 15 मिटरसम्म भेराइ हुन्छ। यसमा पनि तपाईले अब कति मिटरमा चाहिन्छ है, एकदम नजिक निकाल्यो भने हामीलाई झन् गर्न सजिलो हुन्छ, बनाउन सजिलो हुन्छ है। अब तर हामीले म्याथमेटिकल क्याल्कुलेसन गर्दा एक्जाममा टाइम पनि नभएको हुनाले 2 मिटरमा गरिदिन सकिन्छ। 2 मिटरमा गर्दाखेरि अब अन्तिममा फेरि 1 मिटर निकाल्नु पर्ने हुन्छ, किनभने 14 मिटरसम्म आएको हुन्छ। त्यसपछि अन्तिममा 15 मिटरमा निकाल्दिनु 20 मिटर आउनु पर्यो ठ्याक्कै। यसबाट पनि तपाईको फर्मुला तपाईको टाइट छ कि छैन भन्ने पनि थाहा हुन्छ है। एक्सपेन्सन ट्रान्जिसनलाई हामीले के गर्नु भन्दाखेरि प्लट गर्ने। प्लट गरिसकेपछि अब हाम्रो के हुन्छ भन्दाखेरि कन्स्ट्रक्सन गर्दाखेरि सजिलो भयो। अन्तिम स्टेप भनेको डिजाइन अफ ट्रफ भनेको ठ्याक्क तपाईको डिजाइन अफ ट्रफ भनेको यो सेक्सन। ट्रफ सेक्सनलाई तपाईलाई मैले एउटा सेक्सन काटेर देखाइदिन्छु। ल हेर्नुस् है। अब ट्रफको डिजाइनमा जाउँ है। हाम्रो के छ भन्दाखेरि यो चाहिँ वाटर लेभल हो है, यहाँ यतिसम्म वाटर लेभल हो। यो फ्री बोर्ड यहाँसम्म फ्री बोर्ड छ, यो देख्न सक्नुहुन्छ फ्री बोर्ड। अब डिजाइन अफ ट्रफ्स, अब ट्रफलाई हामीले कसरी बनाउँछौँ भन्दाखेरि दुईटा इक्वल कम्पार्टमेन्टमा डिभाइड गर्छौँ है। हाम्रो के छ भन्दाखेरि 10 मिटरको जुन के हुन्छ फ्लुम्ड विड्थ छ, 10 मिटरलाई 5-5 मिटर चाहिँ हैन दुईटा चाहिँ कम्पार्टमेन्टमा डिभाइड गर्छौँ, दुईटा इक्वल कम्पार्टमेन्टमा। र इन्टरमिडिएट वाल हामीले लाउँछौँ, त्यो वालको चाहिँ थिकनेस कति 0.3 मिटर।
आउटर वालहरुको थिकनेस भनेको 0.4 र 0.4 मिटर हुन्छ है। अब एउटा जुन कम्पार्टमेन्ट माथि चाहिँ इन्स्पेक्सन रोडलाई हामीले लैजान्छौँ किनभने त्यहाँबाट त्यो चाहिँ पुलको रूपमा पनि काम गर्यो के है। पुल पनि भयो अब क्यानल पनि भयो है। अब हामीले के गर्यो भन्दाखेरि फ्रीबोर्ड चाहिँ 0.6 मिटर राख्यो हैन। नर्मल जुन वाटर डेप्थ छ त्यसमाथि है वाटर डेप्थ 1.5 मिटर छ त्यसमाथि 0.6 मिटर तपाईको फ्रीबोर्ड भयो हैन। अनि बटम लेभललाई ब्रिज स्ल्याब ओभर द लेफ्ट भन्नाको मतलब कस्तो भन्दाखेरि यो जुन यहाँसिमको पर्सन भने यो जुन छ नि 1.5 मिटर हाम्रो वाटर डेप्थ प्लस 0.6 भने चाहिँ 2.1 भयो। अब तपाईको यहाँको बेड लेभलमा है यहाँको बेड लेभल कति छ भन्दाखेरि तपाईको जुन क्यानलको बेड लेभल छ त्यसमा तपाईको के जोड्नुहुन्छ भन्दाखेरि जुन 2.1 मिटर जोड्नुहुन्छ भने माथिको आरएल आउँछ है। जस्तै हामीसँग के छ भन्दाखेरि 211.6 छ तपाईको प्लस 0.4 यहाँ बेड जुन बटमको फ्लोरको थिकनेस छ 0.4 प्लस 1.5 प्लस 0.6 गर्नुहुन्छ भने 214.1 मिटर यहाँ आउँछ है। अब चाहिँ के हुन्छ भन्दाखेरि यो बनाउँदाखेरि हामीले कसरी बनाउनु पर्ने हुन्छ भन्दा एकैचोटी है मोनोलिथिक कन्स्ट्रक्सन गर्नुपर्ने हुन्छ है। किन भन्दै यदि मोनोलिथिक कन्स्ट्रक्सन गरिएन भने एउटा वाटर रिटेनिङ स्ट्रक्चरहरुमा के समस्या आइदिन्छ भन्दाखेरि त्यहाँबाट चाहिँ क्र्याक हुने कन्स्ट्रक्सन जोइन्टबाट चाहिँ क्र्याक फर्म हुने किनभने दुईटा इन्टरफेस चाहिँ एक्चुअली जुन इन्ट्याक्ट बन्नुपर्ने हुन्छ त्यो इन्ट्याक्ट नहुनेर त्यहाँबाट पानी चाहिँ रसाएर लिकेज भएर जाने समस्या हुनाले हामीले मोनोलिथिक कन्स्ट्रक्सन गर्नुपर्ने हुन्छ है। अब डिजाइन चाहिँ कसरी स्ट्रक्चरल एनालाइसिसबाट हामीले यसको डिजाइन गर्नुपर्ने हुन्छ है। यसको चाहिँ त्यो स्ट्रक्चरल एनालाइसिसको पाटो पनि मसँग डिजाइन सिट छ। मैले आफैले एउटा एक्सेलमा बनाएको छु डिजाइन सिट है। तपाईलाई सरर देखाउँछु मैले। त्यो चाहिँ जस्तै खासमा यो जुन हामीले अब यो इरिगेसनमा न्युमेरिकल गर्दाखेरि तपाईको 0.4 कहाँबाट आयो 0.3 कहाँबाट आयो 0.4 यो 0.4 कसरी आयो भन्ने कुरा चाहिँ तपाईलाई अब पढ्दै गर्दा जिज्ञासा हुन्छ नि त। अब तपाईले त गर्दाखेरि त अब यो एउटा घोक्नै परे जस्तो भयो नि त। तर यो चाहिँ स्ट्रक्चरल एनालाइसिसबाट आउने कुरा हो है। कसरी आउँछ पनि तपाईलाई भनिदिन्छु। म चाहिँ इरिगेसन अफिसमै काम गरेको हुनाले है यो मैले चाहिँ तपाईलाई त्यो चाहिँ भनिदिन सक्छु है। तपाईलाई त्यो डिजाइन सिट चाहियो भने अथवा तपाईको कसरी डन्डीहरु राखिन्छ त्यो बारेमा बुझ्न चाहनुहुन्छ भने पनि मलाई भिडियोमा कमेन्ट गर्नु होला है। अब चाहिँ हामीले के गर्नु पर्छ भन्दाखेरि डिटेल यसको अब ड्रइङ नर्मली चाहिँ तपाईले अब एक्वेडरको न्युमेरिकल आयो भने यति नै गर्नु होला है। अब जस्तो तपाईको यसमा हेर्न सक्नुहुन्छ यो चाहिँ यो जुन एउटा सर्फेस हो त्यो भनेको बेड लेभल हो है। वाटर के उसको रिभरको बेड लेभल हो। अब यहाँबाट चाहिँ तपाईको के भएको छ भन्दाखेरि यहाँ माथिबाट चाहिँ रोड गएको छ है। यो भनेको तपाईको 1.5 मिटर डेप्थ हो। यो 0.4 मिटर यो 0.4 यो 0.4 मिटर थिकनेस यो 0.3 मिटर। हामीले खासमा बनाउँदाखेरि चाहिँ फिलेट प्रोभाइड गर्छौँ है। 15 सेन्टिमिटर बाइ 15 सेन्टिमिटरको एउटा फिलेट यसरी बनाउँदाखेरि हाम्रो के हुन्छ भने जोइन्टमा स्ट्रेस धेरै हुन्छ है। बनाउँदाखेरि त्यो जोइन्टमा स्ट्रेस रिलिज गर्नुपर्ने हुन्छ। यो फिलेटले चाहिँ त्यो काम गर्छ। अब 0.6 मिटर चाहिँ के छ हामीले फ्री बोर्ड राखेको छौँ। 5 मिटर यहाँ 5 मिटर यहाँ भइहाल्यो है विड्थ। अब हामीले ल यसको चाहिँ एउटा म तपाईलाई ड्रइङ देखाइदिन्छु। ल हेर्नुस् यो एक्वेडरको ड्रइङ चाहिँ एउटा यो चाहिँ हाम्रो आर्किटेक्चरल ड्रइङ यहाँ देख्न सक्नुहुन्छ है। के छ भन्दाखेरि अब नर्मली बनाउँदाखेरि हामीले कसरी बनाउनु पर्ने हुन्छ जस्तै यहाँबाट तपाईको फ्लेमिङ भएर यहाँबाट यसरी एक्वेडर यहाँ माथिबाट गयो फेरि यहाँ यसबाट कन्ट्र्याक्सन यहाँ एक्सपान्सन ट्रान्जिसन भयो है। त्यसपछि हामी के हुन्छ भन्दाखेरि अब यो चाहिँ हामीले के बनाउनु पर्ने हुन्छ जुन नदीमा नदीले कटान नदी कटान जुन हाम्रो छेउको ब्याङ्क इरोजन हैन स्लाइड नहोस् भन्ने किसिमले हामीले ड्रेनेज विङ वाल दिनुपर्ने हुन्छ। दुईटै साइडतिर ड्रेनेज विङ वाल दिनुपर्ने हुन्छ है। अब यहाँ हाम्रो ड्रेनेजको तपाईको एक्वेडरको दुईटा एन्डमा चाहिँ तपाईको के छ भन्दाखेरि एबटमेन्ट छ भित्रतिर चाहिँ पारको यहाँ यसमा साइजहरु हैन अब कति एलिभेसन छ त्यो सबै देखेकै छ यसमा है। अब यो तपाईको सेक्सन 8 बीबी भन्नाको मतलब यहाँ तपाईको विङ वालको यो विङ वालको सेक्सन हो। यो भनेको फेरि सेक्सन 8 ए भनेको चाहिँ हो हाम्रो के रे पायरको तपाईको आरएल हो है। अब तपाईले हेर्नुहुन्छ भने खासमा यो तपाईको यसलाई चाहिँ जुन यो छ यो सेप अगाडिपट्टि चाहिँ सेमी सर्कुलर बनाउँदाखेरि चाहिँ तपाईको पानीले ठ्याक्कै इम्प्याक्ट हान्दैन है। यो अपस्ट्रिमतिर तपाईले यो जुन सेक्सनलाई थोरै अगाडि ल्याएर तपाईको यसलाई चाहिँ सेमी सर्कुलर सेपमा यसरी राखिदिनु भन्छ भने पानी चाहिँ के हुन्छ भन्दाखेरि यहाँबाट यहाँ ठोकिने पानी चाहिँ इजिली यसरी यहाँ दुईतिर चाहिँ डिभाइड भएर है सिधै इम्प्याक्ट चाहिँ पर्दैन। बनाउने बेलामा चाहिँ हामी त्यसरी बनाउँछौँ है। यो चाहिँ हाम्रो रिभरको बेड लेभल हो। यो बेड लेभलबाट तल चाहिँ हामी यसरी फाउन्डेसन यसरी लैजाने गर्छौँ। अब यो चाहिँ तपाईको हामीसँग के भयो भन्दाखेरि 3 ड्रइङ पनि हेर्नु भयो हैन न्युमेरिकल पनि हेरिसक्नु भयो तपाईले।
यो 3D ड्रइङले चाहिँ तपाईलाई बुझ्नमा चाहिँ मद्दत गर्यो होला भन्ने मैले अपेक्षा लिएको छु। अब यसको हामी त्यसपछि हामी केमा जाउँ भने यसको डिजाइन सिटमा जाउँ है। यो एक्वाडर्टको यो डिजाइन सिट यही हो हेर्नुस्। अब तपाईको हामी इनपुट प्यारामिटर दिनुपर्ने हुन्छ जस्तै विड्थ एक्वाडर्टको विड्थ कति है भन्ने कुरा यहाँ इनपुट दिने। टोटल डेप्थ अफ एक्वाडर्ट भनेको टोटल डेप्थ भनेको वाटर डेप्थ प्लस फ्री बोर्ड अनि म्याक्सिमम एक्सपेक्टेड म्याक्सिमम डेप्थ अफ फ्लो इन एक्वाडर्ट कति हुन्छ त्यो इनपुट गर्नुस्। स्प्यान अफ एक्वाडक्ट हामीलाई कति स्प्यानको है एक्वाडर्ट जस्तै त्यो चाहिएको हो है। अनि ग्रेड अफ कन्क्रिट इनपुट गर्ने मोडुलर रेसियो है पर्मिसिबल कम्प्रेसिभ स्ट्रेस इन कन्क्रिट ड्यु टु बेन्डिङ कम्प्रेसन सिग्मा सिबिसी है। अनि पर्मिसिबल टेन्साइल रिइन्फोर्समेन्टको सिग्मा एसटीहरू हैन। यो चाहिँ सबै इनपुट गरेर तपाईको डिजाइन हामीले के गर्छौं भर्टिकल वाल अफ ट्रफ है। डिजाइन अफ भर्टिकल वाल अफ ट्रफ भनेको यो भर्टिकल वाल भनेको यो भर्टिकल वाल है। यो भर्टिकल वाल यो भर्टिकल वाल यो चाहिँ त्यसको डिजाइन गर्छौं है। त्यसपछि डिजाइन अफ होराइजन्टल स्ल्याब भनेको तल बटमको स्ल्याबको डिजाइन गर्छौं। त्यसपछि डिजाइन अफ साइड वाल एज अ बीम हामीले खासमा तपाईको हामीले यो जुन एक्वाडक्टको त्यसको जुन यो साइड वालहरु छ नि त्यो साइड वाललाई हामीले एउटा गडरको रूपमा बीम अथवा गडरको रूपमा डिजाइन गर्छौं खासमा भन्नु पर्दा है। त्यो गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि तपाईको रिइन्फोर्समेन्ट चाहिँ कसरी आउँछ भन्ने कुरा चाहिँ तपाईलाई म एउटा ल हेर्नुस् त यहाँ हो। यो तपाईको चाहिँ एक्वाडर्टको रिइन्फोर्समेन्टको यो कसरी आएको भन्ने चाहिँ त्यो डिजाइन सिटबाटै आउने हो। सबै त्यहीँबाट आउँछ है। तपाईको यो चाहिँ के हुन्छ भन्दाखेरि जुन साइडको यो वाल साइड वाल्सलाई हामीले गडर अथवा बीमको रूपमा डिजाइन गर्छौं। यो डन्डीहरु कसरी राख्ने के गर्ने हैन यो कुरा चाहिँ अब हामीले आरसीसी मा पढ्ने कुरा हो। स्ट्रक्चरल एनालाइसिसबाट आउने कुरा हो। अब हामीले इरिगेसनमा न्युमेरिकलको लागि चाहिँ जस्ट 5 वटा स्टेप छ त्यो चाहिँ त्यसैसम्म चाहिँ याद गर्नुपर्ने हुन्छ। तपाईलाई फर्दर अब यो काम गर्दा गर्दा चाहिँ डिजाइन गर्नु पर्यो एक्वाडक्टको डिजाइन गर्नु पर्यो डन्डी कसरी राख्ने यसबारेमा के समस्या हो भने चाहिँ मलाई कृपया कन्ट्याक्ट गर्नु होला। अब यही कमेन्ट यो भिडियोको कमेन्ट सेक्सनमा पनि कमेन्ट गरेर गर्न सक्नुहुन्छ। अर्को चाहिँ प्लिज यो भिडियो हेरिसकेपछि सब्स्क्राइब चाहिँ मेरो च्यानललाई गरिदिनु होला। यस्तै तपाईको इरिगेसन रिलेटेड न्युमेरिकल र डिजाइन सिट्सहरु अथवा प्र्याक्टिकली डिजाइन एक्जाम्पल्सहरु चाहिँ मैले अब अरु भिडियोमा पनि ल्याउने नै छु भन्दै आजको लागि चाहिँ अब यति नै। अब तपाईलाई यो भिडियो मन पर्यो भने चाहिँ अथवा साइफन एक्वाडक्टको पनि डिजाइन न्युमेरिकल गराइदिनु भन्ने अब माग आयो भने म त्यो पनि गराउने छु। आजको लागि चाहिँ यति नै। हस्त धन्यवाद।